चामलको पिठो प्रयोग गरेर बनाएको मुलाको अचार खानु भएको छ। यो कसरी बनाउने भन्ने भिडियो मैले यहाँ राखेको छु। यो भिडियोलाई पुरा हेरेर मलाई पनि साथी बनाएर यो प्लस चिन्हलाई मेटाएर एउटा लाइक एउटा कमेन्ट पाउँ ल। मुलालाई यसरी लाम्चो अथवा कुड्का काट्दा पनि हुन्छ। हजुरलाई जस्तो मनपर्छ त्यस्तै काट्नु होला। एउटा भाँडामा राखेर अलिकति पानी राखेर अलिक प्रशस्त नुन राखिदिने, किनभने यसले मुलाले पानी छोड्छ। र एउटा भाँडोमा थोरै पानी राखेर यो चामलको पिठोलाई मजाले पकाउने। पकाइसकेपछि मैले 2 चम्चा जति चिनी पनि एड गर्छु। अलिक गुलियो पिरो अचार मिठो पनि हुन्छ। र यसै पानी छोडिसकेपछि यसलाई जालीमा राख्ने र यो पकाएको यो भात भनौँ यसलाई चाहिँ भाँडामा राखेर अदुवा लसुनको पेस्ट, खुर्सानीको धुलो, स्वाद अनुसार नुन राखेर यसलाई मजाले यसलाई अनि छ भने यो लसुनको पत्ता र विशेष त यसमा लाग्ने भनेको यो फिस सस प्रयोग गरेर यसलाई मजाले मोलेर यसरी डब्बामा राख्यो भने 2-4 दिनपछि साह्रै मिठो हुन्छ। अचारको नाम कमेन्टमा लेख्नु होला ल।